6 महिना लोकसेवा पढेको मान्छेले पनि अन्तिममा मैले के पढेँ मेसै भएन भन्छ। किन थाहा छ तपाईँलाई? किन भन्दा उसले सेड्युलै बनाएर पढेन। मन लाग्यो पहिलो पेपर पढ्यो अब्जेक्टिभ, मन लाग्यो दोस्रो पेपर पढ्यो, आज मुड चल्यो फर्स्ट पेपर, भोलि मुड चल्यो सेकेन्ड पेपर, र त्यसको फर्स्ट पेपर र सेकेन्ड पेपरको कुनै पनि सेड्युलै भएन उसको, होइन? तर फर्स्ट पेपर र सेकेन्ड पेपरको आफ्नै सेड्युल बनाएर चाहिँ पढ्यो भने बल्ल त्यो 6 महिना पढेको चाहिँ अर्थ हुन्छ। त्यसलाई कसरी पढ्ने भन्ने कुरा धेरैजनाले चाहिँ सोध्नुहुन्छ, होइन? बिहान फर्स्ट पेपर अब्जेक्टिभ पढ्नुहोस्, उदाहरण दिउँसो दिनभरि सब्जेक्टिभ पढ्नुहोस्, बेलुका फेरि अब्जेक्टिभ बिहान पढेको रिभिजन गर्नुहोस्। एउटा तरिका यो हुनसक्छ। अर्को तरिका बिहानै 5 बजी उठ्नुहोस्, है, एकदम फ्रेसमा 3 घन्टा 4 घन्टा सेकेन्ड पेपर पढ्नुहोस्, थ्योरी राम्रोसँग पढ्नुहोस् थ्योरी। त्यसपछि दिनभरि चाहिँ अब्जेक्टिभ प्र्याक्टिस गर्नुहोस्। 3वटा 4वटा पेपर प्र्याक्टिस गर्न सकिन्छ अब्जेक्टिभ दिवसभरिमा। र बेलुका फेरि बिहान पढेको थ्योरी सब्जेक्टिभ सेकेन्ड पेपर चाहिँ रिभिजन गर्नुहोस्। यो गऱ्यो भने एकै दिन सब्जेक्टिभ पनि हुन्छ अब्जेक्टिभ पनि हुन्छ, है। अब्जेक्टिभ पढ्छु मलाई केही दिन बोर लाग्यो भने अनि म सब्जेक्टिभ पढ्छु, अनि म सब्जेक्टिभ पढ्छु मलाई केही दिन बोर लाग्यो भने अब्जेक्टिभ पढ्छु भनेर पढ्नुभयो भने त्यो पढाइ राम्रोसँग चाहिँ दिमागमा बस्दैन, है। त्यही भएर 80% जसले चाहिँ लोकसेवा पढिराख्नु भएको छ 80%ले चाहिँ 6 महिना पढिसकेपछि बल्ल यो कुरा चाहिँ रियलाइज गर्नुहुन्छ, मैले सेड्युल बनाएर पढ्नुपर्ने थियो फर्स्ट पेपर र सेकेन्ड पेपरको भनेर। त्यही भएर तपाईँले पनि यदि सेड्युल नबनाइकन फर्स्ट पेपर र सेकेन्ड पेपर चाहिँ अन्धाधुन्दा पढिराख्नु भएको छ भने आजै त्यो बन्द गर्नुहोस् र फर्स्ट पेपर र सेकेन्ड पेपरलाई बिहान दिउँसो र बेलुकाको टाइमलाई चाहिँ मिलाएर सेड्युल बनाएर पढ्नुहोस्। अनि बल्ल तपाईँले 6 महिनामा चाहिँ मैले के पढेँ कति पढेँ भन्ने चाहिँ तपाईँलाई रियलाइज हुन्छ, है त। हस्, थ्याङ्क यू।